यहाँ केडी भन्ने चाहिँ एउटै छैन। केडी भन्ने चिज त देख्नै पाउँदैन भन्दा हुन्छ। म चाहिँ अहिले युकेमा छु, आई मिन युनाइटेड अफ कटहरे। यो चाहिँ सुनसरी जिल्ला अन्तर्गत बराह नगरपालिकाको वार्ड नम्बर 1 मा पर्छ। यसलाई चाहिँ कटहरे भन्छ। यो हेर्दाखेरि पहाड हैन देखे तापनि एउटा भनाइ नै छ, यो ठाउँलाई चाहिँ चिन्नलाई सुनकहार, नचिन्नलाई पहाड भनेर चिन्ने गर्छ। कसरी भन्नुहुन्छ भने यो ठाउँमा तपाईको उत्पादनको हिसाबमा एग्रिकल्चरी सबै कुरा नै हुन्छ। अनि जियोग्राफिकल रूपमा हेर्नुहुन्छ भने धरान लेफ्ट वेमा गयो भने धरान पुग्नुहुन्छ, राइट वेमा गयो भने छत्रा पुग्नुहुन्छ, जहाँ कि तपाईले उत्पादन गरेका चिजहरूलाई इन आवर्थमा तपाईलाई सेल गर्न सक्नुहुन्छ। मार्केटिङ वेमा पनि एकदम नजिक छ। अर्को कुरा, यो ठाउँमा चाहिँ हरेक घर घरमा इन्टरनेट छ, अनि हरेक घर घरमा रोड पुगेको छ, अनि हरेक घर घरमा 24 आवर पानीको सुविधा छ। तपाईको हरेक घर घरमा तपाईले एउटा बाथरुम, एउटा किचन अलग अलग छुटाएको छ। 10-12 इयर बिफोर अहिले चाहिँ मान्छेहरूले यो बस्तीलाई छाड्दै र बसाइसराई क्रमलाई बढ्दो मात्रामा बढेको कारणले गर्दाखेरि यो एउटा जङ्गलमा परिणत भएको हो कि जस्तो देखिरहेको छ। एकदमै पहिलेको तुलनामा धेरै नै कम भइसकेको छ यहाँको बस्तीहरू। तर हेर्दाखेरि जति पातलो बस्ती देखिन्छ हैन, वरिपरि हरियो जङ्गलले ढाकेको छ र बीचमा सानो घरहरू देखिन्छ। यहाँको विशेषता के हो भने फेरि यहाँको मान्छेहरू हरेक घर घरको आफ्नो आफ्नो पार्टी रहेछ। कसैको कांग्रेस, कसैको एमाले हैन, कसैको माओवादी, त्यो पार्टी आफ्नो आफ्नो पार्टी। र त्यही भएर यहाँ पनि राजनीतिकरण अथवा हरेक मान्छेमा एउटा नेपाली पोलिटिकलको चाहिँ बिग नै छ भन्दाखेरि फरक पर्दैन। अनि अर्को दुःखको कुरा भनौँ अथवा फनी कुरा भनौँ, यहाँ केडी भन्ने चाहिँ एउटै छैन। केडी भन्ने चिज त देख्नै पाउँदैन भन्दा हुन्छ। सो फर द यङ गाइज है, यो कटहरे आउँदाखेरि केडी भन्ने चिज चाहिँ देखिँदैन भएकै कुरा हो हैन। अरू भन्ने कुरा सबै ठिक छ। Aiden Kulangai, thanks for watching.